सिद्धबाट यात्रा सुरु भएको छ हाम्रो पाल्पाको लागि। पाल्पाको लागि यात्रा सुरु भएको छ। मेरो साथी सबै गएर यहाँ भयो होइन हामी बोल्नु सिद्धमा आउँदैछौँ होइन। अनि मामाजी हुनुहुन्छ सुरक्षा फोर्सको साथमा। हामी कहाँ जाने भन्छ आज? आज हामी चाहिँ बिडाँडा गइन्छ कि यता नानी म त अस्ति गएको हाम्रो यहाँ सिधो आयो नि गाइस। म त 2-3 चोटि गइसकेँ। म त गएको छैन गाइस। आयो भने यो पाल्पा गेट होइन गाइस। के हो यस्तो बालुवा पल्लो सिद्धोमा आयौँ है त गाइस। पल्लो सिद्धोमा आयौँ हामी अब। हाम्रो साथीहरू देखाउँ यो अहिलेको यहाँबाट हामी कहाँ चिन्न सकिन्छ अरे हाम्रो साथी खोइ यार कहाँ भयो त फोन गर्नु पर्यो कि एकचोटि। अहिले म कुरा गरेर बिहान खतरा हजुर आउँदै नानी हो कलेजको बाबा जुन चाहिँ मेरो साथी क्युट साथी। अस्ति हामी रानीमल गयौँ अहिले हामी आर्मी झर्न लाग्दैछौँ। यहाँबाट सुरु हुँदैछ भित्रको लागि। त्यहाँ हाम्रो यस्तो दामी झर्ना छ गाइस। झर्ना छ तर अहिले हामी जान सक्दैनौँ। हामी लामो यात्रा भएको कारणले हामी अहिले यो झर्नामा सक्दैनौँ। हामी आउँदाखेरि पढेछौँ त्यहाँ राम्रो साइडी छ। कत्ता गम्मत किनेको जाने भयो अब उही नयाँ म त बुद्धि दामी दामी दामी। हामी पल्लो सिद्धोबाट हिँड्दैछौँ गाइस। यहाँ पनि यहाँबाट छिड्ने छ क्या भाइ? यहाँबाट पनि छिड्ने छ क्या होइन? त्यही त क्या ज्यामुदा पर्ल होइन। अनि किराबारी आयो होइन। हामी स्याहार छ पाल्पा भनेको पाल्पा अर्ग्यानिजमा निश्चित आउनुपर्ने क्या। हामी जोरदार डुम्रे आयौँ त गाइस। जोरदार आइदियो गाइस हामी दामी काट्नु पाइने ठाउँमा आयौँ। ताल धर्नु होइन नरकम पाइने दामी थियो गाइस। अब हामी एकैछिन हाम्रो एकैछिन नास्ता खान्छ तपाईँहरूको पालको दामी काँक्रा नास्ता खान्छ गाइस। आजको हाम्रो यात्रा राम्रो भइरहेको छ। हेर्नुहोस् खोलानाला दामी छ न पोहोर छ न केही छ। उतार बस्नु लाग्यो आउँदा माथि के त लिटरले गएर आइन्छ किन यार। कसरी गर्नु भिडियो यहाँ भिडियो बनाउनु पर्ने कसरी गर्नु? उयोहरू इन पाल्पा दामी ठाउँ छ त्यहाँ होइन। बतासेबाट त लाग्यो दामी छ ठाउँ। भनेको अब मन्दिर भैरवसार मन्दिर जाँदैछौँ गाइस। हामी त्यहाँबाट सेल्फी डाँडा हो ठाउँ चाहिँ ओहो चिसो हेर्छ उठेको त्यो गर्मी यहाँ चिसो आहा दामी कस्तो आनन्द होइन। गाडी पनि यहाँ चाहिँ खालको है केटा
बाटोमा आनन्दको घर त दामी 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 ड्राइभर माइलो मोटर चलाउँदै लाउने हेर कान्छीलाई कता फकाउँदै हेरे केटा हेरे कस्तो आनन्द त सल्लाह खाएको नि सल्लाह त बिचो बिचोमा त खानु ड्राइभर माइलो मोटर चलाउँदै बदल बस हिँड्नै छोडेकै आसिआन सिन्धकडा हामी यो भैरवस्थान मन्दिर प्रस्थान गर्दैछौँ भाइ उता हो कि यहाँ पो हो केटा भुलिस् क्या त घर आउने त्यत्रो तँ छैनस् क्या ठिकमा यहाँबाट मान्छे देख्दै हामी सेल्फी जाँदैछौँ हाम्रो एउटा गाइजहरू उता पछाडि आउँदैछन् हामी त आउँदैछौँ हामी तर्देवा जाने बाटो छिरेर गाउँपालिकाबाट त्यहाँ आएको धेरै कन्फ्युज हुनुहुन्छ कन्फ्युज भइयो म्यापले शीतल धाममा देखाइदियो त्यही भएर हामी चाहिँ गाउँपालिकाको माथिबाट सिकी जाने बाटोतिर सर्देवा जाने बाटोतिर सर्व जानु होला तपाईँ धेरै कन्फ्युज आउनु होला है ठुलो थियो यस्तो बाटो गाह्रै होला जस्तो लाग्थ्यो त्यहाँबाट छिरिसकेपछि चाहिँ अलिकति राष्ट्रिय धुलो थियो अहिले सुन्दर मनमोहक छ बुटलमा गर्मीलाई छल्दै पाल्पाको आनन्द हावामा रमाइरहेका छौँ कस्तो राम्रो चाहिँ पुरै छोड्नु तपाईँ चाहनुहुन्छ भने आउनुहोस् हेलो गाइज हामी धेरै छौँ हाम्रो भ्रमण उत्कृष्ट भइरहेको छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ है त सेल्फी डाँडा भन्ने त्यही हो राम्रो देखिरहेको छ अब पारी सुन्दर रमणीय हिमालयहरू पनि देख्न सकिन्छ उत्कृष्ट हामी पाल्पाको लगभग प्राय ठाउँहरू घुमिसकेका छौँ आज हामी भैरवस्थानको यो 2-3 वर्षमा पाल्पाको पनि अब हामी केही बसेपछि यही हो नि कि अब टाढा जाऊँ भन्नलाई 2-3 दिनको प्लान गर्न पर्यो अब तराईतिर नि के घुम्नु गर्मीमा एक त छ सन्त त्यही त पनि सुन्ने हो गर्मी छ सन्त त्यही तराईमा घुम्न पाहाडमा बस्नु मजा आउँछ कि त्यही भएर अप्सन भनेको हाम्रो पाल्पा नजिक पनि ट्याक्क बिहान गएर साँझ बुटोल फर्कियो गर्नलाई त्यही भएर पाल्पा चाहिँ मेन गन्तव्य हुने भयो हाम्रो बुटोल बस्दा मैले सजेसन चाहिँ के दिन्छु भन्दा सकेसम्म स्कुलहरू भन्दा बाइकमा आउँदा अलिक सहज हुन्छ यो पाहाड भएको कारणले गर्दाखेरि अलिक गाह्रो हुन्छ त्यही भएर पछाडि अलिक गाह्रो हुन्छ त्यही भएर सकेसम्म बाइक लिएर आउँदा अति उत्तम हुन्छ है त मन्दिर पनि छ त्यहाँ तर हामीले यो अब हामी देउराली स्वास्थ्य चौकीमा आयौँ अब हामीलाई कन्फ्युज भइरहेको छ कता हो यता आइज त्यहाँ देउराली स्वास्थ्य चौकीबाट अगाडि राख्न सकिन्छ यहाँ कन्फ्युज हुन सकिन्छ है हेलो गाइज हामी कालीखाटी लगायत हामी अर्गानाइज गर्नु धेरै क्षेत्रहरू घुम्यौँ तर हामी भिडियो बनाएका छैनौँ यो चाहिँ हाम्रो फर्स्ट भ्लगको रूपमा मानिन्छ पहिलो प्रयास भएकाले हामीले त्यस्तो अन्यथा नलिदिनु होला केही त्रुटिहरू सक्छन् तपाईँहरूले चाहनुभयो भने हाम्रो हरेक क्षेत्रका भ्लगहरू बनाउने भिडियो बनाउनु नआउने छ
यहाँ देउराली मन्दिर रहेछ हाम्रो सर चिनिस देउराली रोड ऊ सर हो के मोहन सरको छोरा देबु सर बाटो चाहिँ सेल्फी डाँडा आउँदाखेरि डेन्जर छ खतरा छ है खाना गर्नु होला अलि पहाडतिर नजलाएको मान्छेलाई अघि यताउतिर आउँदा गाह्रै हुन्छ है लास्टै गाह्रो छ रानीमहलको उकालो भन्दा पनि लगभग त्यस्तै हो रानीमहलको उकालो भन्दा रानीमहलको उकालो भन्दा बढी छ त्यो रानीमहलको अन्तिम उकालो भन्दा पक्की छ उहाँ पक्की छ तर यहाँ पक्की छैन बाटो चाहिँ डेन्जर छ हेर्नुहोस् है जाम आइरहन्छ कि लुकोस् न तपाईँ गुगल म्याप हेरेर आउनुभयो भने तपाईँ बिग्रिन्छ ताल त्यही भएर शीतल फार्म सोध्दै आउने अनि त्यो शीतल फार्मतिर नजाने रोइनादेवी नगरपालिकादेखि माथिपट्टिबाट सिसी जाने बाटोबाट तेर्सो आएपछि नछोडिकन आएपछि आइन्छ सर्देबाट छिन्नुतिर घुम्टीबाट यसो तलतिर पुगेपछि हामी गइन्छ गुगल म्याप हेरेर आइयो भने तपाईँहरू गडमाटीमा पर्नुहुन्छ हामी 1 किलोमिटर अगाडि गएर अब फर्किए सबैको भर छ गुगल म्यापको भर छैन बाटो चाहिँ खतरा छ एडभेन्चरस हो कि यो रोड मुस्ताङ एडभेन्चर भन्नुहुन्छ नि तपाईँहरूले यहाँ पनि तपाईँहरू सेल्फी डाँडाको लागि टु मच एडभेन्चर छ तपाईँहरू एडभेन्चरको रूपमा आउनु होला है त गाइज डाँडा भनेछ हामी तर झऱ्यौँ कि मै बुझेन कुरा के हो सेल्फी होला त्यो पाल्पाको सेल्फी डाँडा जाने बाटो चाहिँ अलिक व्यवस्थित बनाउनु पऱ्यो है अब हामीले यो टिकटकमा राखे पनि युट्युबमा राख्यो भने भाइरल हुन्छ त्यसपछि मान्छे भात्तै आउँछ नि त्यही भएर यो कुन नगरपालिका पर्छ रोइनादेवी नगरपालिका पर्छ होला बाटो चाहिँ बनाइदिनु होला है त यहाँबाट चाहिँ 2टा बाटो छन् अब हामी स्टुममा रिक्स यहाँ ठुलो भिड पनि छ है यो बाटो पक्कै गएको छैन त्यत्रो 8-9वटा बाइक लिएर लोटे नानो लाग्यो रे आएको देखेँ त्यहाँ आएको कहिले हेर्न आउँछ कि छड्न के हुन्न त्यही त्यहाँ गर्न पर्छ नि यहाँ ढिगमुनि गयो भने नजाला भिडियो बनाएको सिन थाल्न पर्छ यस्तो अलि भाइलेन्टवाला ब्रुटलवाला अलि हटाउनु पर्छ फोन गरे खै उठान तपाईँहरू आउँदाखेरि त्यो माथिको बाटो आउनु होला यो बाटो चाहिँ धेरै नआउनु होला है बहुत रिस्की छ अरे हामी एकचोटि लोट्यौँ त्यही भएर यहाँ माथि मन्दिर छ नि यो त्यो माथिबाट आउँदा बित्तिकै सिधै ओह्रालो नजानु होला साइडबाट बाटो है त्यो ख्याल गर्नु होला सेल्फी डाँडा प्लस चाहिँ छत्रदेव मन्दिरमा त्यहाँ चाहिँ घुम्नको लागि ट्रकहरू बन्दैछन् त्यहाँ वन्यजन्तुहरू पनि त्यहाँ निर्माण गर्ने भन्ने कुरा छ अब त्यहाँ गएर यसो यो बाटो जानुहोस् यहाँ कति लाग्छ लगभग यहाँ 5-7 मिनट हो यहाँ त्यहाँ माथि जानुहोस् त्यहाँबाट फेरि यसो तलतिर जानुहोस् सेल्फी डाँडा त्यहाँ बजाइदिन्छन् मान्छेले हस् धन्यवाद धन्यवाद सेल्फी डाँडा बहुत गाह्रो छ है बल्ल आइयो फाइनली है फाइनली बुटलदेखि फाइनली आयो है यही त्यही हो त गाइस फाइनली है कस्तो गाह्रो यार उतियो हुन्छ के ल हामी चाहिँ सेल्फी डाँडा आउँदाखेरि त्यहाँ बाइक चाहिँ त्यहाँ माथि राखेर हिँड्दैछौँ यो सिडी रहेछ टक्क ऊ त्यहाँ पारी छ यसो यहाँबाट देखेँ त्यहाँ मात्रैबाट अघि देखेको देखाउँदा ऊ त्यहाँ पारी छ त्यहाँसम्म जाने हो बाटो दुःख सुख आयो अप्ठ्यारो त अप्ठ्यारै थियो गाह्रै थियो धेरै ठाउँ झुकियो ठिक छ यस्तै छ बाटो यही छ मजाको रहेछ ठाउँ चाहिँ पहाडको शीतल मजा छ
केटाहरूलाई हुगु पाल्पा आएर हुगुको याद पनि सम्म भयो भने के हामी हेर्नु चाहिँ शीतल छ तर गर्मीले गर्दा हल्का गर्मी चाहिँ छैन बाटोमा हामीले कुकुरले नपाएको देखाइ हामीलाई रङ बाटो बताइदिएर आउनु हामीलाई गलत बाटो पठाइदिएर हामी अलि एक किसिम घुम्यौँ यति हो क्या यति हो सौदाबाट रोइछ त्यही त क्या हामी त्यो चौपारीबाट हामी सिधै छाडो बाटो आयौँ होइन एक किसिम दुःख पायौँ त्यही त 2 घन्टामा सरासर आइन्छ होला हामी उभइयो कि धेरै घुम्यो यता भयो कि बाटो नचिनेर अब जाँदाखेरि चाहिँ सोझो हुन्छ कि जस्तो लाग्छ मलाई अलिकति हिँड्न पर्ने रहेछ सही हो जतिको चाहिँ हिँड्नु नि मन मजा पनि आउँछ नास्ता सास्ता छ चटपट सटपट छ चटपट बनाउने खाने हो उहाँ छ अगाडि टक्क यहाँ चाहिँ निर्माण कार्य चलिरहेको रहेछ भर्खर बनाउँदै रहेछ सही हो स्पट मेन स्पट भनेको यहाँ हो यता तल पनि मन्दिर छन् रे अब भीमला ओ तल सबै यो कालीगण्डकी देखिएछ यहाँबाट पुरै कालीगण्डकीको टपमा रहेछ ऋषिकेश्वर मन्दिर ऋषिकेश ओ यहाँबाट त्यहाँ भाइरल पुल दिए कहाँ हो भाइरल पुल भन्ने उयो बिचमा थियो कि यहाँ ऋषिकेश्वर मन्दिर यहाँ तल देख्नु सक्नुहुन्छ भ्यू चाहिँ बवाल के पहाड यता पहाड उता पहाड ऋषिकेश्वर पुल यतिबाट बनाउनु एउटा भिडियो टिकटक हाल्छु क्या यति बनाउनु एउटा ल हाम्रो केटाहरू पछि छन् म नि छु होइन त्यो चाहिँ अब बाटो सही छ त्यता पनि खतरा भिड यता भिड यो जताततै भिड के यहाँ भनेको खतरा ठाउँ यता नि भिड उता नि भिड यो चाहिँ मेन ठाउँ डाँडा यो सेल्फी डाँडा भनेको यहाँबाट कहाँ देखिन्छ कुरै नगरौँ यहाँबाट सब संसार देखिन्छ जगत देखिन्छ यहाँबाट ऊ त्यो गाउँ त्यहाँबाट उहाँबाट हामी हिँड्दै आएको ऊ त पारि बसेर सेल्फी खिच्यौँ फोटो खिच्यौँ टप मेन ठाउँ यहाँको अगाडि छ त्यसपछि बिडी बजार भन्ने कुरा थियो यो होला खत्रै हावा पनि मिठो ओहो खतरा ल बुद्धको मूर्ति रहेछ यहाँ बुद्धम शरणम गच्छामि मेन स्पट हो यताबाट फेरि अर्कै देखिने रहेछ के हो यो फेरि स्याङ्जा हो कि पाल्पै हो हो ल केटाहरू हामी 4 जना आएको यति हो केटाहरू अब प्याक्ड हो हामी यहाँबाट अब चाहिँ छिटो भयो भने हामी अर्को के फार्म रे सिर्जना के फार्म रे इको फार्म पनि जाने प्लान हो सकभर छिटो जाम इको फार्म पनि जाम मजा आउँछ एउटै एक तिर्से दोसिकार हुन्छ त्यो हो दामी छ थाहा तपाईहरु यस्तो यो ठाउँ बवाल छ अनएक्सपेक्टेड है 10 मा कति ल मेरो हिसाबमा मेरो 8.5 मैले 9 ल अलि त माफि त्यो हामी त्यो सरस्वती 9.5 मेरो 9 दिन्छु किनभने मनोजले 8 मेरो मोबाइल तसँग हो के ए हो के हो यो हामीले खाएको सामान प्लास्टिक भरि सबै राखेर हिँडेछौँ केटाहरू सिकाइ जाँदाखेरि पनि फोहोर गरेर चाहिँ एउटा मल चाहिँ दियो 3-4 वर्ष जति भयो के अरे ट्याक्क जहाँ गयो आफूले खायो ट्याक्क प्याक गर्ने जहाँ डस्टबिन छ फालिदिने के लगाएर एक ठाउँ हुन्छ नि त जताततै भन्दा चाहिँ राम्रो भयो जस्तो लाग्छ कामतिर जाँदैछौँ टक्क 3 किलोमिटर भित्र रहेछ डुब्रेबाट हेरौँ अब त्यहाँ गएपछि कस्तो हुन्छ तल हुन्छ कि यहाँदेखि तल हुन्छ कि त्यहाँ बोर्ड छ
अर्ग्यानिक इको फार्ममा जानको लागि यस्तो पुल छ। हामी पुलको बाटो हिँडिरहेको छौँ। यहाँ सौन्दर्य वातावरण छ। मेरो साथी चलाइरहेको छ बाटो। ओहो क्या दामी दामी हो गे। यहाँ झर्छु मकेर। ओहो दामी दामी छ है। ल स्कुटी आउँछ कि नै तर दामी छ यार बाटो त। स्कुटी देखा न आउँछ कि ल स्कुटी किन भिडियो खिचौँ न। क्या दामी छ यार। ल सर आइयो ल अर्ग्यानिक इको फार्ममा ल छिटो। हामी चाहिँ अहिले यो गाउँको इको फार्म रिसोर्ट के हो यही छौँ। यो त चाहिँ बारवाला रहेछ तर दामी रहेछ ठाउँ। टक्क यतापट्टि खोला यो टन्नै छ कि भ्यू यहाँदेखि यिनीहरू अब नाइट बस्नुलाई रहेछ के अरे क्याम्प जस्तो। अनि यतापट्टि टक्क यस्तो यहाँ तल तल पनि छ। यता खाजासाजा खाने हामीले त्यहाँ अर्डर गरेछौँ। प्रकृति ध्यान योग शान्ति माया खतरा हो। प्रकृतिको ठाउँमा ध्यान हुन्छ, योगा हुन्छ, शान्ति हुन्छ, माया पनि अलरेडी हुन्छ। पुरै भिन्टेज टाइपको छ कि सबै छ। कल थियो यहाँ के छ कि पुरानो पुरानो स्टोभदेखि लिएर टक्क यतापट्टि के छ कि यहाँ धेरै चिज छ कि यस्तो छ। पुरै ठाउँ ठाउँमा यस्तो वुडन टाइपमा लेखेछ के लेखेछ नाउ युआर यस्तै यस्तै कति छ कि खत्रै छ कि। माथि किचन रहेछ यतापट्टि। यो चाहिँ मेन एउटा क्लासिक पुरानो घर टाइपको हुन्छ नि त्यस्तोवाला छ। अनि यतापट्टि यस्तो यस्तो हामी यहाँ बस्थ्यौँ ट्याक्क भयो यहाँ बसेर होइन। हामी चाहिँ यहाँ बस्थ्यौँ पुरै काठको हो यो यस्तो खालको के भन्छ गाउँतिर पहिला सुत्नेवाला हुन्छ नि खटिया हो कि भन्छ खतरा खालको यो आर्टहरू यताउति के होइन। प्लास्टिक सेउ छ उयो बल्छी हो यो फेरि यो बल्छी हो। अनि त्यसपछि यो मधुस हो यो मधुस हो यो चाहिँ यस्तो खालको भिन्टेज टाइपको हो कि यस्तो बनायो। कुन सुपो खै ए हो यो यो सुपो अरे खास हामीले चाहिँ अर्कोलाई भन्छ त्यो नाङ्लो हो त्यसलाई चाहिँ नाङ्लो भन्छ। यस्तो कि खतरा यो आर्टहरू त्यो बल्छी हो त्यो सेउ छ खतरा खतरा के। यो उसमा धेरै ठाउँमा हामीले चाइनिजमा लेखेको देख्यौँ यो बुद्धिस्टवाला भाइब छ कि यहाँ धेरै जसो त्यही छ। यो चाहिँ एकदम इको ठाउँ। यतापट्टि चाहिँ नो स्मोकिङ नो ड्रिङ्किङ खतरा ठाउँ होइन। बुद्धको धेरै छ यस्तो यस्तोवाला धेरै छ कि यो बुद्धको भनाइहरू बी काइन्ड बी गुड बी स्ट्रङ बी ह्याप्पी बी यु अरे यस्तो यस्तो धेरै छ लेखेको। सानो सानो चिजहरू छ कि यहाँ मस्त के अरे यही हेरे पनि पुग्ने जस्तो कि। ल यही हो हामी चाहिँ यस्तो खतरा खतरा छ कि कति हो कति। ल हामी चाहिँ यहाँ बसेछौँ यहाँ बसेछौँ। ल अब खाजा साजा आउँछ अब हामीले यो ब्लग यही अन्त्य गर्छौँ होइन। ब्लग हाम्रो हुन्छ अझै बुटोल जानै छ अझै चार्ज चाहिँ छैन कि त्यो बतासेबाट ल्याएको भेडा हामीले रुममा सजाउने भनेको थियौँ तर यहाँ चाहिँ सुइटेबल होला जस्तो लाग्यो धेरै। अनि त्यसपछि बतासेको भेडा ल्याएर हाम्रो रिसोर्टमा ल्याएर राखिदिउँ सही हो। ल हामी आज अब आजको यात्रालाई भाइ भाइ भन्नु पऱ्यो। पाल्पा घुम्यो धेरै ठाउँ घुम्यो इको फार्म देखिया घुम्यो। अब चाहिँ ठ्याक्कै हामी आयौँ भाइ भाइ पाल्पा अहिलेसम्म पाल्पामा छौँ। अब चार्ट एकेट परिसकेपछि हामी पुग्छौँ। यही हो हाम्रो ब्लग यही छ आजको दिनको। बहुत रमाइलो भयो। हामी अर्को भ्लगमा हामी फेरि आउँदैछौँ। अब हामी सायद पोखराको भ्लग अथवा त्यसमा पहिला आउँदैछौँ होइन। त्यही भन्दा हुन्छ बाई। हामी अब अर्को भ्लगमा हेर्छौँ हुन्छ। अर्को भ्लग हामी पोखराको भ्लग हुन्छ। नेक्स्ट भ्लग पोखरा।